हेलो एभ्रिवान, नमस्कार। आज चाहिँ मैले टिमुरको छोपको रेसिपी लिएर आएकी छु। पिरो पिरो टक्क परेको टिमुरको छोप बनाउन तयारी गरौँ है त। यो बनाउनको लागि हामीलाई लसुन, अदुवा, सुकेको रातो खुर्सानी र मेन सामग्री भनेको टिमुरको आवश्यक पर्छ। टिमुर चाहिँ हामीले खुर्सानीको 3 भागको 1 भाग मात्रै लिनु होला। टिमुर धेरै भयो भने चाहिँ यो एकदम टर्रो हुन्छ, खानै सकिँदैन। अब चाहिँ मैले एउटा कराई बसालेको छु र त्यसमा तोरीको तेल राखेको छु। हजुरहरूसँग जुन तेल छ त्यही युज गर्दा पनि हुन्छ। अनि सुरुमा मैले यसमा अदुवा राखेर अदुवालाई रातो रातो हुने बेलासम्म तेलमा फ्राई गर्छु। यतिको भइसकेपछि चाहिँ यसलाई मैले एउटा बाउलमा निकालेँ। त्यसपछि त्यही तेलमा मैले अघि नै केलाएर राखेको लसुनलाई पनि रातो रातो हुने बेलासम्म फ्राई गर्ने। यसलाई धेरै डढ्ने गरेर चाहिँ फ्राई नगर्नु होला, यसको टेस्ट फेरि नमिठो हुन्छ। यतिको भइसकेपछि लसुन पनि फ्राई भएर रेडी भइसक्यो। अब यसलाई पनि मैले अघि नैको बाउलमा निकालेर राखिदिन्छु। लसुन फ्राई भइसकेपछि अब त्यही तेलमा मैले खुर्सानीलाई पनि हल्का फ्राई गरेर निकालेको छु। अब चाहिँ यसलाई एउटा भाँडोमा निकालेर सबै सेलाउन छोडिदिने। अब एउटा प्यान बसालेर यसमा चाहिँ मैले टिमुरलाई पनि हल्का ड्राई रोस्ट गरेको छु। यदि हजुरहरूले त्यही तेलमा फ्राई गरेर निकाल्न पनि सक्नुहुन्छ। अब हाम्रो यो फ्राई गर्ने रोस्ट गर्ने काम सबै सकिएको छ। अब यसलाई सेलाइसकेपछि एउटा मिक्सरको जारमा राखेर यसमा चाहिँ अब 1 चम्चा टिमुर पनि राख्ने र स्वादअनुसार नुन राखेर यसलाई ग्वार्र पारेर पिसिदिने। ल हेर्नुहोस् त, हाम्रो यो टिमुरको छोप पनि रेडी भयो। बास्ना पनि यस्तो मिठो आइरहेको छ। अनि यसमा मैले ठुलो चम्चाको 1 चम्चा भिनेगर र अघि नै बाँकी रहेको यो तोरीको तेल चाहिँ 2 चम्चा जति राखेर यसलाई राम्रोसँग मिक्स गरेको छु। यसलाई राम्रोसँग मिक्स गरिसकेपछि यसलाई चाहिँ एउटा सिसाको कन्टेनर या जारमा राखेर 6 महिनासँग प्रयोग गर्न सकिन्छ। सिसाको भाँडोमा राखिसकेपछि चाहिँ यो छिटो बिग्रिने डर हुँदैन। हजुरहरूले पनि यसरी नै टिमुरको छोप बनाएर एकचोटि अवश्य पनि ट्राई गर्नुहोला। अनि प्लिज यो भिडियोलाई लाइक, सेयर र कमेन्ट पनि गरिदिनु होला। धन्यवाद।